घाँस काट्ने हुर्केर आयो जोबन झुर्केर कसलाई दियो जोबन। हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। साथीहरू, आज चाहिँ म चाहिँ धेरै दिनपछि चाहिँ घाँस काट्न आएको हैन। मेरो घर चाहिँ त्यहाँनिर छ, देखिराख्नु भएको छ होला हैन। त्यो चाहिँ मेरो घर हो र मैले घरको केही पर यतातिर हैन दक्षिणतर्फ चाहिँ घाँस काट्न आएको छु। मेरो घरको वरिपरि चाहिँ यस्तो हरियो छ भनौँ हैन। आज चाहिँ धेरै दिनपछि घाँस काट्न आएको। अब घाँसले मलाई नभेटाएको कि मैले घाँसले नभेटाएको यति काटेको छु। अब घाँस खोज्दैछु, हिँड्दैछु बारी बारीमा, कसैको घाँस चोरिदिने, कसैको यताउति गर्दै हिँड्दैछु। अब के गर्ने, अब घाँस मिल्दैन, गाह्रो छ, हजुर गाह्रो छ। यो किसानहरूलाई पनि धेरै गाह्रो छ। बात त सही है। राँगाहरूलाई खुवाउनु पर्यो हैन। तिनीहरूसँग चाहिँ हामीहरू काम लिन्छौँ। अब काम लिए बापत त उनीहरूलाई खुवाउनु पर्यो। अब यति नगरेपछि त कहाँदेखि हुन्छ। किसानको छोरा हुँ हजुर, यति त गर्नु पर्यो। अब के गर्ने, घाँस खोज्दैछौँ। अब कता कता पाइन्छ घाँस हेर्दै खोज्दै जाने त हो। आजलाई यति काटेको छु, अब कतिखेर भरिन्छ। यतातिर बार्सिङ घाँस रहेछ, एक घाँस काटेर लगाउँ कि क्या हो। एकैछिनमा भरिन्छ। राँगालाई पनि मजा आउँछ खानालाई। गइदिन्छु म त चोरेर अहिले फेरि एकछिनमा। साथीहरू, तपाईँहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ त हैन। कहिले कसो मात्रै ब्लग भिडियो बनाउँछ हैन, माया गरिदिनु होला हैन। कहिले कसो मात्रै आउँछ हैन, टाइम चाहिँ मिल्दैन। त्यस कारण चाहिँ म कहिले कहीँ मात्रै भिडियो बनाएर हाल्ने काम गर्छु हैन। अब घाँस खोज्दैछु। अब यो घाँस खोज्दै जाने भो जीवन क्या हो म त भन्छु। So let's go.